हेलो गाइस के सन्चै भनेर म पनि सन्चै छु। म चाहिँ साथीलाई पराइङ घान्न आँटेको त्यसको पैसा लुट दिनुपर्ने क्या। तर चारवटा पैसा भयो त दिएकै छैन नि त बाजी खेलेर लुट दिनुपर्ने। हेलो साथी। हेलो राबरी साथी तिमीमा यो चामललाई तिमी यहाँ हेर्न सकिरहेको छौ? सक्छौ साथी म चाहिँ सक्छु। आलुसँग म त हेर्दा पनि आँखाबाट आँखा निस्किन्छ तिमी जान सक्छौ तिम्रो जान आँखा बिग्रेको छ अरे बाजी राख्छौ? ल ल आऊ। राख्छु ल कति लाग्छ कतिको भन्छौ? मेरो गोजीमा जति छ त्यतिको बाँकी ल हुन्छ। दिनुपर्छ नि साथी दिन त्यस्तो ट्रस्ट छैन भने कुरै नगर न, ट्रस्ट हुने कुरा गर न। यतिको बिसको त नाइ हुँदैन। तिम्रो आँखा मुनि कमजोर त होस् 40 50 60 70 80 अझै छ भने हाल न। अझै म जित्छु नि त, मलाई थाहा छ नि त म जित्छु। म जित्छु ल ल मोबाइल सबैको ल मेरो यो मेरो मुस्कान मधुको पनि बाजी ल। 5 रुपियाँ 2.5 रुपियाँ मात्रै हो त यहाँ 2.5 मात्रै भयो। अब तिमीले मैले मोबाइलै राख्नु पर्ने होइन, यो चप्पल पनि ल। म जित्छु नि त, मलाई थाहा नि त। चप्पल राख, यो घडी पनि ल। अहिले दिनुपर्छ ल पुगेन नि त अझै पनि पुगेन। हेर मेरो कति छ, तिम्रो चप्पल घडी तिम्रो यो तिमी यस्तो गर नि त। मेरो हेर त आम्मा छोड्यो नि त, म जित्छु नि त, मलाई थाहा छ। 32,000 80 रुपियाँ म जित्छु नि त, मलाई थाहा छ कि। तर त्यही पनि होइन, म त छैन नि त। म चाहिँ यस्तो गरौँ न त, जित्यो भने मैले जितेँ भने म तिमीलाई यसमा अझै थपेर इसेवामा छैन तिम्रो मोबाइल यो मोबाइलमा इसियामा म इसियामा हालिदिन्छु। तिमीले हाल्यो भने म सबै लगिदिन्छु नि त। ल ल साथी डिल भयो हाम्रो। साथी ल्याऊ मोबाइल देखाऊ। आँखाबाट आँसु निस्क्यो भने अनि फेरि इसेवामा 40,000 हाल्नुपर्छ। हेरिराख न ल। यो घाम टन्नै लागेछ कि अनि आँखामा एकदम हेर्नै नसक्ने छ ए यो त झ्याल्टी भइहाल्यो नि त। कसरी झ्याल्टी टेक्निक